म यो देशलाई कसरी बचाउँदो रहेछु र कसरी बनाउँदो रहेछु भन्ने कुरा म देखाउँछु। मलाई काम गर्नका लागि बजेट चाहिँदैन। उदाहरण मैले यो गफ गरेको होइन, धराना र हेर्दा हुन्छ। बिना पैसाको 1 अर्ब भन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म, है। किनभने मलाई थाहा छ स्रोत भनेको, शक्ति भनेको सबै जनता हो, है। वर्षौं वर्ष 4 वर्षसम्म यो देश बनोस् भनेर फाटेको लुगा लगाएर कठोर श्रम गर्ने श्रमदाता हो म, है। यस्तो खालको नेतृत्व यो देशले पायो भने तपाईँ कल्पना गर्न सक्नुहुन्छ। तमाम किसानहरूको दिन आउनेछ, तमाम मजदुरहरूको दिन आउनेछ, है। म मुखले बोल्ने मान्छे होइन, आत्मा बोल्ने मान्छे हो। मलाई कसैले यस्तो भन् भनेर भन्नेवाला मान्छे होइन म, है। कसैले त चुप लाग भन्दा चुप लाग्ने मान्छे पनि होइन म फेरि, है। म यो देशलाई सत्यवादी देश बनाउन चाहन्छु। हामी यो देशमा चाहिँ के रहेछौँ भने झुटो कुरा बोलिदिनु पर्ने, साँचो कुरा बोल्यो भने आफ्नै परिवार पनि रिसाउने, है। अनि साँचो बोल्ने सज्जन मान्छेहरू डराउने बोल्नलाई। अनि 1000 जना मान्छे बस्ने ठाउँमा 1 जना फटाले बोलेर उसले शासन गरिराख्ने, बाँकीको 999 जना चुपो लागेर सहिराख्ने।